आज हामी चाहिँ के अरे नयाँ वर्षमा चिया आफै बनाउने लिएर जाने पर घुम्नलाई आफै यहाँ चिया बनायो त्यसको टक्कल 6-7 कप भइहाल्दो रहेछ पेपर कप 7-8 कप भइहाल्छ माथि टाढामा गएर टक्कल चिया खाने बस्ने एकछिन यसो रमाइलो हावा खाएर काठमाडौँ भ्याली भक्तपुर काठमाडौँ हेरेर चाहिँ अनि चिया पाक्दैछ चिया हालेर लिएर जाने माथि जानु पर्ला आज हामी 4 जना 2टा छोरीहरू र बुढाबुढी चिया बनाउँदैछ यता ल्याएर खेल्नु कलर सबैको बनाइदियो भने त आधी लिटर सब बनाइदियो भने त ल खोइ पानी हाल्नु तातो पानी फेरि बाक्लो चिया बनाएर लिएर जानु स्न्याक्सहरू बनाउने लिएर जाने पानी त किन्ने हो नि बोतलको त्यति चाहिँ लिएर जानु होला अब यहाँ चियापत्ती हालौँ कलर रङ कडाई हो तेजपत्ता हाल्नु मसला हाल्नु ल सबै रेडी भयो यहाँनिर हालेँ जिनिस यहाँ रेडी भयो जिनिस एउटा त्यहाँ हो लेखिन जिनिस ल जाउँ ल लेट्स गो चिया सब रेडी भइसक्यो हालिसक्यो ल मेरो चस्मा भयो तैँले तेरो नभयो नि रेडी भयो जुन छ जाला लैन सबै हालिसक्यो अब त्यहाँ गएर यसो माथि पाइल बाबा त्यहाँ बाहिर खुल्ला के अरे खोलेर हिँड्छौँ हामी यहाँनिर पाइन्छ तल गुन्डु आयो खोइ खाने कुराहरू केही छैन तल चिज बल्ला बिहानदेखि के अरे बच्चैदेखिको फेभरेट तेरो मम्मीको फेभरेट चिया अनि तपाईँको मेरो त पानी पानी गर्छ पहिला
तातै छ तर बाहिर यस्तो तातेपछि चाहिँ भित्र तात्नु पर्यो कि ल कति घन्टा त बस्छ ल यसमा आउनु है चिया खानलाई चिया खानुहुन्छ तेरो मम्मीले ल्याएर सस पानी पुग्यो चिया चाहियो चिया 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 धेर नआला खोइ खाएको के गर्नुपर्छ कति मिठो छ मिठो त चिया त खाएको चिया ल्याएर आएको चिया यो बनाउन थाहै छैन के खाएको बेबी वा ब्लगमा जानु चिया खाएको हेर्नुहोस् होला चिया मिठो भएछ है मिठो छ यस्तरी खानुपर्छ कि स्टाइलिसमा जङ्गलमा भएर मिठो नभए बेबीले घरमा सचिनाले चाहिँ खेल्न आज अब टिकटक बनाएर जङ्गल काम छैन यो पर्व के गर्यो काम चाहिँ के कोही के बनाइरहेछ कोही के गरिरहेछ बेबी बेबो पड्क्यो पड्क्यो पर्क्यो आज मान्छेहरू बस्ने ठाउँ खोज्दै हिँड्दैछ पोका बोकेर केही छैन कहाँ हो बस्ने ठाउँ सल्लाहघारीमा सबै न्यु इयरमा पोका बोकेर खोज्दै हिँड्दैछ बस्ने ठाउँहरू बस्ने ठाउँ छैन हजुर यो चक्लेट ल ल ल ल चक्लेट चक्लेट हो किटक्याट टिकटकको गीत छान्दै भइरहेछ एउटा चाहिँ चक्लेट एक एकवटा कति तिम्रो छ त
पहिले एकदिन यहाँ चक्लेट खाएर ला ए मेल्ट भएको छ पुरै एकैवटा हो तिमीलाई यहाँ छ छ यो हेर्नु त पुरै पग्लेछ झन् कस्तो चाटेर भयो चक्लेट कति धेरै दिदीले कालो देखेको कुन तपाईँको है म फेस काल देखाएको हो सबैको त्यस्तै छ भने होइन भनेको नि भिडियो है यहाँ त अब जङ्गलमा यस्तै हो दिदी खालि खानलाई ठिक छ यसको त आएर चाटेको ए है उहाँ अस्ति नै उसमा के अरे त्यो उसमा के अरे कुन झरनामा अरे झरना होइन के अरे झोलुङ्गे पुलमा क्या नर्कर झोलुङ्गे पुलमा गएर नि खालि कहिले खाने भनेपछि के गर्छ हजुर के गर्नु लाग्यो ड्राङ थाप्न ल ओहो चक्लेट रहेछ नि चक्लेट मम्मीलाई पनि हो ल दिउ ल के गर्नु पर्ने तिमीहरूलाई खोइ त मामा पढाएर पर्दैन नचाइ नि एउटा चक्लेट खाऊ न सानो मामा खाऊ न सानो मलाई भित्रको मन परेन बाहिर बाहिर खाऊ बोक्रा खाऊ भित्र नि राम्रो खालको रहेछ कि नसोचिन सबै खाऊ खाऊ ए नानी भने राख न फेरि दिएको छ न त्यहाँ राख नि त ल राख त्यहीँ राख एकछिन क्या तिमी ऊ खाऊ के खाने खाऊ सबै आफ्नो धुनमा छ यो चाहिँ यहाँ खाँदैछ यत्रो खेल्ने कुरा पनि रहेछ उता सचेर आयो भने म फिल्म गरिरहेको छु उता फिल्म गरिरहेछ फेरि उता मेरो फिल्म रुइन गर्न पर्ने नि राख्दा कति राम्रो आयो ब्यागबाट नि राम्रो आउँदैन अगाडिबाट नि राम्रो आउँदैन